नेपालमा सरकार चल्दैन, बदलिन्छ मात्र। 17 वर्षमा 13 प्रधानमन्त्री। के यो लोकतन्त्र हो कि मजाक? दर्जनौं सरकार, तर विकास, स्थिरता, भरोसा आज पनि उस्तै। नेपालमा सरकार बन्छ ढल्नकै लागि। हामी लाइनमा बस्छौं, भोट हाल्छौं, देश बनाउने सपना बोकेर। तर सिंहदरबार छिर्न साथ हाम्रो मत सत्ताको भर्याङ बन्छ। आज एउटा साझेदार, भोलि अर्को। यहाँ नीति होइन, भागबण्डा मिल्छ। सरकार फेरिन्छ, कुर्सी बदलिन्छ, तर जनताको नियति उही रहन्छ। तर सोच्नुहोस्, के हुने थियो यदि हामीले प्रधानमन्त्रीलाई सिधै छान्न पाए? सांसद मात्र होइन, देशको कमान्ड पनि हामी आफैले। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भनेको 5 वर्षको स्पष्ट म्यान्डेट। गठबन्धनको दबाव छैन, ब्ल्याकमेलको डर छैन। काम गर्यो भने फेरि जित्छ, नगरे सिधै गर। हिसाब जनतासँग। तर यहाँ सबैभन्दा ठूलो खतरा के हो? कल्पना गर्नुहोस्, प्रधानमन्त्री तपाईले छान्नुभयो, तर संसद अर्कै पार्टीको भयो। संसदले नियम बनाउँछ, प्रधानमन्त्रीले देश चलाउँछन्। तर जब सत्ता र संसद फरक फरक पार्टीको हातमा पुग्छ, त्यसको मूल्य सिधै जनताले तिर्छन्। नीति निर्माण अड्किन्छ, बजेट पास हुँदैन, र विकासका योजना मात्र कागजमै सीमित हुन्छन्। संसद अब लड्ने मैदान बन्छ। नारा, अवरोध र बहिष्कार। यसरी नै 5 वर्ष बित्छ, सरकार फेरिन्छ, नेतृत्व पनि बदलिन्छ, तर परिणाम फेरि पनि शून्य। आउनुहोस्, यसलाई उदाहरणबाटै बुझौँ। इजरायल सन् 1996, प्रत्यक्ष चुनाव। प्रधानमन्त्रीसँग जनताको भोट थियो, तर संसदसँग शक्ति। नीति रोकियो, बजेट अड्कियो। 5 वर्षभित्र 3 प्रधानमन्त्री फेरिए। 2001 मा यो प्रणाली फालियो। उता श्रीलङ्का, राष्ट्रपति र प्रधानमन्त्री टक्राए, नीति रोकियो, निर्णय ढिलो भयो। अन्त्यमा आर्थिक सङ्कट, सडक आन्दोलन र सरकार ढल्यो। नेपालमा पनि धेरै पार्टी, कमजोर गठबन्धन र सत्ता सङ्घर्ष उस्तै छ। यदि प्रत्यक्ष प्रधानमन्त्री र विभाजित संसद भयो भने इजरायल जस्तै असफलता वा श्रीलङ्का जस्तै सङ्कट दोहोरिन सक्छ। त्यसैले प्रश्न यो होइन प्रत्यक्ष चुनाव राम्रो कि नराम्रो। प्रश्न यो हो, के हामी सही सुधार खोजिरहेका छौँ? तपाईको विचार के छ? कमेन्टमा लेख्नुहोस्।